सम्पूर्ण एनजीसीएम टिभी हेर्नुहुने ख्रिस्टीय जनहरूलाई म पास्टर सोलोमन थापा मगरबाट फेरि पनि आज हाम्रो जीवित येशू ख्रिस्टको नाममा न्यानो अभिवादन जय मसीह। र विशेष गरी आज हामीहरूले वचन पनि हामीले सुन्यौँ अनि धेरैचोटि गीतहरू पनि हेर्दैछौँ, नृत्यहरू पनि हेरिरहेका छौँ। तर आज चाहिँ हामीले प्रभुले गर्नुभएको साक्षात प्रमाण सहितको एउटा गवाहीलाई लिएर आएका छौँ। र विशेष गरी आज हाम्रो बिचमा यहाँ बहिनी हुनुहुन्छ र विशेष गरी अनि यहाँ बहिनीको जीवनमा प्रभुले के काम गर्नुभयो, कस्तो काम गरिरहनु भएको छ, ती कार्यहरू बारेमा हामी हजुरहरूको बिचमा एकदमै छोटो भिडियो लिएर आएका छौँ। र तसर्थ तपाईँहरूलाई म बिन्ती गर्न पर्यो कि तपाईँहरूले यसलाई हेरिकन आशिषित बन्नुहुनेछ भनिकन म पूर्ण विश्वास पनि गर्दछु। र विशेष गरी म सर्वप्रथम त बहिनी जयमसी, बहिनीको नाम के पर्यो होला? कमला गुरुङ। ओके, बहिनीको खास घर कहाँ हो? ताप्लेजुङ दुखो। ओके, बहिनी यहाँ कसरी इलाम आइपुगिन गयो? म उपचारको नाममा आँखा देख्ने थिइनँ अनि इलाममा आएको। ओके, इलाम अफिसमा बसेर निकै बिरामी थिएँ। उहाँबाट आउँदाखेरि आँखा देख्थिनँ। अब जे होस् परमेश्वरमा मैले चाहिँ यसो मनमा सम्झिँदाखेरि उ गरेपछि चाहिँ मलाई चाहिँ जे होस् मेरो आँखा नदेख्ने आँखा अलिक खोल्दैछ, खुट्टा नचल्ने खुट्टा नै मेरो नटेक्ने खुट्टा हिँडेर हिँड्छु अहिले। जे होस् मलाई चिताको काम पनि परमेश्वरले पुर्याइदिनु भएको छ। म बिरामी मान्छे हो तर आफै यताउति गरेर खोज्दै खर्च जुटाइदिनु भएको छ परमेश्वरले, धन्यवाद छ। हालेलुया। र विशेष गरी हामीले सुन्यौँ कि यो बहिनी ताप्लेजुङबाट इलामसम्म इलाजको निम्ति उपचारको निम्ति आउँदै गरेको क्रममा जब हाम्रो जुम फेलोसिप न्यू जेनेरेसन अफ क्राइस्ट मिनिस्ट्रीद्वारा सञ्चालित हिलिङ एन्ड प्रोफेटिक फेलोसिपमा अनि यहाँ बहिनीलाई पनि कसैले बहिनीका साथीहरूले जोडिएको कारणले गर्दाखेरि जब हामीले प्रार्थना गऱ्यौँ अनि त्यो प्रार्थनाद्वारा साँच्चै नै आज बहिनी कम्प्लिटली चङ्गाई भइसकेका छन्। त्यति मात्र होइन, अनि जुममा नै पहिलो आत्मा अनि प्रभुमा ग्रहण गरेका व्यक्ति पनि यी बहिनी नै हुन्। र विशेष गरी बहिनी जब जुममा प्रार्थना गरियो, प्रार्थना गरेदेखि कस्तो अवस्था, कस्तो अनुभव गरे? त्योभन्दा अगाडि कस्तो थियो कि उठ्न सक्थ्यो? म सक्ने थिइनँ उठ्न। अब त्यो म टोइलेट जानै नसक्ने, उठ्नै नसक्ने, यसरी अब घाटमा यहाँ बसेर छु भुइँमा बसेर उठ्नु नसक्ने त्यस्तो अवस्था, मेरो खुट्टै नचल्ने हो। साँच्चै नै प्रिय मित्रहरू कि जब हामीले खुट्टै ननाग्ने यसरी अब अहिले त यसरी हिँड्छु नि यसो गर्न, त्यतिखेर त बन्दा नि बन्दा। हालेलुया, हालेलुया। बन्दै यसो नहुने खुट्टा त कहाँ। ओके, र साँच्चै नै हामीले जब जुम मिटिङमा सेवाकायमा प्रार्थना गर्दै गर्दाखेरि बहिनीलाई सुतेको अवस्थामा नै प्रार्थना गरेका थियौँ। र अनि बहिनी साँच्चै नै अहिले त तपाईँले हेर्नुभयो कि हिँडेर पनि देखाए, कारण किनकि हाम्रो प्रभुमा कुनै कुरो असम्भव छैन। के बहिनीले अहिले अलिक उज्यालो दिएर देख्न सक्छ? अहिले त म पहिले त मेरो आँखा बन्दै ट्याक्कै नदेख्नेको अन्धै भएको मलाई निसासेकै थिएँ पहिले, होइन 7-15 दिन चाहिँ म निसासेकै हो। तर पर्खुमा मैले यसरी तपाईँसँग अब यसरी प्रार्थना गरेर गरिदिनुहोस् पास्टर बुवा भनेर प्रार्थना गर्दैपछि मेरो आँखा पहिले नखोलेको आँखा यो आँखा खोल्यो, अलिअलि देखेँ, अलिअलि छाया जस्तो देखेँ। ओके, यो अहिले यो हात हल्लेको देख्छु अहिले 5वटा हो छ हात अम्ला। ओके 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 ओके, हालेलुया, हालेलुया। यो सबै कुरोहरू साँच्चै नै हाम्रो महान प्रभुको अनुग्रह हो बहिनीको जीवनमा। म साँच्चै विश्वासै मैले गरेको छु, विश्वासै लाग्छ होइन। म बिमारी मान्छे हो, सबै हेर्नुहोस् तपाईँको साथ पाएँ, माया पाएँ। र मसँग किनभने म बिरामी मान्छे हो, गरिब मान्छे हो, पीडा मान्छे हो, तर मसँग पैसा थिएन 1 रुपियाँ। तर प्रभुले जे होस् मैले मलाई के गर्नु पर्यो भने यसरी म यसरी बिरामी छु, यस्तो अवस्था छ, मेरो सानो नानी छ, मैले कसो गर्नु भनेर मेरो धेरै मनमा सम्झेर सोचिरहन्थेँ। साह्रो हुँदाखेरि खानेकुरा नि मलाई रुच्थेन होइन। अब अहिले मलाई चङ्गाई पनि भएको छु, खानेकुरा पनि रुच्छ अनि अब आँखा त अब हल्का देख्दैछु, बन्दा ट्यापट्टै पहिले नदेखेको हो। ओके, साँच्चै नै हाम्रो प्रभुले साँच्चै नै हाम्रो बहिनीलाई अत्यन्तै माया गर्नुभयो। हो, जसरी म आफै पनि प्यारालाइज अवस्थामा प्रभुले मलाई निको पार्नुभयो
अनि मलाई माया गर्नुहुने परमप्रभुले बहिनीलाई पनि माया गर्नुहुन्छ अनि बहिनीलाई माया गर्ने परमेश्वरले अरूलाई पनि माया गर्नुहुन्छ र हजुरहरूलाई पनि म बिन्ती गर्न पर्यो कि तपाईँहरू साँच्चै नै यद्यपि रोगी हुनुहुन्छ परमप्रभु कहाँ आउनुहोस् र विश्वास गर्नुहोस् कि तपाईँलाई पनि हामीलाई चाहिँ नै उहाँले निको पार्नुहुनेछ अनि तपाईँलाई पनि सुस्वास्थ्यमा राख्नुहुनेछ र बहिनीलाई धन्यवाद यो जिउँदो गवाईको निम्ति र म बहिनीको निम्ति छोटो प्रार्थना गर्छु। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ आज यो छोरीलाई हिँड्न सक्ने बनाउन भयो यो सबै कुरोको निम्ति तपाईँलाई धन्यवाद होस् र यो छोरीको आँखाको रोशनीहरूमा अब फर्केर आउनुपर्छ अनि तपाईँको नाउँको स्तुति होस् तपाईँको नाउँको जय जगत र तपाईँलाई नै महिमा 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 आदर भक्ति तपाईँलाई दिन सकेको होस् यो छोरीको गवाई दुनियाँको कुना कुनासम्म पुगेको होस् जिउँदो परमेश्वरलाई महिमा दिन्छौँ सारा आदर भक्ति महिमा इज्जत तपाईँलाई दिँदै यो छोरीको जीवनमा चङ्गाईको घोषणा गर्दै आशिष अनुग्रह चाहन्छौँ र जतिजना यो गवाईहरू हेर्दै गरेका व्यक्तिहरू हुनुहुन्छ हरेक बिरामी छन् भने पनि बिरामीहरूलाई निको पार्नुहोस् र तपाईँले महिमा लिनुहोस् येशू प्रभुको नाउँमा आमेन। बहिनी परमेश्वरले धेरै आशिष दिउन् र फेरि पनि पछि हामी भेट्दै जानेछौँ र प्रभुले धेरै आशिष दिउन् र धन्यवाद यो समयको निम्ति। धन्यवाद। र केही भन्नु छ यो हाम्रो टिभी हेर्नेहरूलाई? हुन्छ मलाई जस्तै अब होस् सँगै होस् मलाई चाहिँ होस् प्रभुले चाहिँ धेरै राम्रो गर्नुभएको छ खर्च नभएको अवस्थामा चाहिँ जताबाट म बिरामी मान्छे जुटेर नै गएँ जे होस् अहिले सन्चो भएर आएँ पनि प्रभुले माया गर्नुभएको छ। ओके ओके भनेपछि बहिनीको पनि चाहना चाहिँ यही छ कि जसरी बहिनीलाई प्रभुले निको पार्नु भयो त्यसरी नै अरूलाई पनि प्रभुले निको पारुन्। ओके हुन्छ सम्पूर्णलाई हामी दुईजना पास्टर सोलोमन थापा मगर साथै बहिनी कमलाबाट न्यानो अभिवादन फेरि पनि जय मसीह।